प्रिय आमा बुबा दाजुभाइ दिदीबहिनीहरू जय मसिह। आज म प्रार्थना सुरु गर्नुभन्दा अगाडि केही थोरै कुराहरू भन्न गइरहेको छु। भरोसा राख्यो भने सबै कुरा ठिक हुन्छ भन्ने विषयमा म थोरै भन्न गइरहेको छु। हाम्रो जीवनमा चुनौतीहरू, रोग, आर्थिक समस्या, परिवारका कठिनाई र कहिलेकाहीँ त अन्धकार जस्ता परिस्थिति आउँछन्। त्यस्तो बेला हामीलाई लाग्छ अब केही पनि सम्भव छैन। तर बाइबलले फेरि सम्झाउँछ, जब हामीले पूर्ण हृदयले परम प्रभुमा भरोसा गर्छौं, उहाँले हाम्रो बाटो सिधा पार्नुहुन्छ, हाम्रा आँसुहरू पुस्नुहुन्छ र असम्भवलाई सम्भव बनाउनुहुन्छ। आमेन। म बाइबलको केही पदहरू म लिन चाहन्छु। हितोपदेश 3:5 र 6मा यसरी लेखिएको छ, आफ्नो सारा हृदयले परम प्रभुमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर। अनि 6मा आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनु हुनेछ। आमेन। अनि यिर्मया 17:7मा, तर त्यो मानिस धन्यको हो जसले परम प्रभुमा भरोसा राख्दछ, जसको आशा परम प्रभु हुनुहुन्छ। यी पदहरूले हामीलाई आश्वस्त पार्छन्, परिस्थितिले जे भए पनि यदि हामीले परम प्रभुमा भरोसा गर्छौं भने अनन्त सबै कुरा हाम्रो भलोको निम्ति हुनेछ। आमेन। त्यसैले म भन्दछु, भरोसा राख्दा रोग निको हुन्छ, भरोसा राख्दा आँसु हाँसोमा बदलिन्छ, भरोसा राख्दा असफलता विजयमा बदलिन्छ, भरोसा राख्दा जीवनको अन्धकारमा उज्यालो चम्किन्छ। हाम्रो हात सीमित छ तर परमेश्वरको हात असीमित छ। त्यसैले हाम्रो काम केवल पूर्ण विश्वास राख्ने हो भने उहाँले बाँकी सबै काम ठिक पार्नुहुन्छ। जब तपाईले आफ्नो सम्पूर्ण जीवन परम प्रभुमा अर्पण गरेर भरोसा राख्नुहुन्छ, तब तपाईले बुझ्नुहुनेछ उहाँले तपाईलाई कहिले असफल पार्नुहुन्न। साँचो कुरा यो हो, यदि हामीले प्रभुमा भरोसा राख्यो भने अवश्य सबै ठिक हुन्छ। आमेन। प्रिय आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, अब हामी सबैको हृदयलाई शान्त पारेर एउटै विश्वासमा एकताबद्ध भएर प्रार्थनामा प्रवेश गरौं। परमेश्वरको सामु आफ्नो जीवन, परिवार, राष्ट्र र सम्पूर्ण मनोकामना अर्पण गर्दै उहाँको अनुग्रह खोजौं। हुन्छ, प्रार्थना गरौं है त। हे स्वर्गीय पिता, आज बिहान उठ्ने बित्तिकै म तपाईलाई धन्यवाद दिन्छु। मेरो जीवनमा तपाईको अनुग्रह छ, तपाईको कृपाले म जीवित छु। मेरो परिवार, मेरो मित्रहरू, मेरो स्वास्थ्य, यी सबै तपाईको उपहार हुन्। तपाईको प्रेमले हिजोको दिन जस्तै आज पनि मलाई धानेको छ। हे प्रभु, आजको दिनलाई तपाईलाई अर्पण गर्दछु। म मान्छु कि मेरो बल, मेरो योजना वा मेरो बुद्धिले मात्र सबै कुरा सम्भव छैन, तर तपाईमा भरोसा राख्दा सबै कुरा ठिक हुन्छ। आमेन। मेरो जीवनका बाटो तपाईले सिधा पारिदिनुहोस्, मलाई पवित्र आत्माले चलाइदिनुहोस्। धन्यवाद प्रभु, तपाईले मलाई नयाँ आशा, नयाँ शक्ति र नयाँ अवसर दिनुभएकोमा धन्यवाद। अनि म प्रार्थना गर्दछु हाम्रो परिवारको लागि। हे दयालु पिता, आज हामी हाम्रो परिवारलाई तपाईको हातमा अर्पण गर्दछु। हाम्रो घरमा तपाईको शान्ति, प्रेम र एकता कायम रहोस्। प्रत्येक सदस्यले तपाईमाथि भरोसा गर्न सकुन्। प्रभु, हामीलाई आशीर्वाद दिनुहोस्, रोग व्याधिबाट रक्षा गर्नुहोस्, असफलतालाई सफलतामा बदल्नुहोस्। आर्थिक, शारीरिक, आत्मिक रूपमा हाम्रो परिवारलाई तपाईले दृढ बनाइदिनुहोस्। जसरी तपाईको वचनमा भन्छ, म र मेरो घराना परम प्रभुको सेवा गर्नेछौँ। यहोशू 14:15। त्यसरी नै हाम्रो परिवारले तपाईलाई सेवा गर्ने जीवन जिउन सकोस्। छिमेकी र वरपरका लागि प्रार्थना। हे प्रेमी प्रभु, हामी हाम्रो छिमेकी र वरपरका मानिसहरूलाई तपाईको हातमा अर्पण गर्दछौँ। हामीलाई मात्र होइन, उनीहरूलाई पनि तपाईको शान्ति र आशीर्वादको अनुभव होस्। प्रभु, उनीहरूको घरमा मेलमिलाप रहोस्, उनीहरूको आवश्यकतामा तपाईको आपूर्ति होस् र दुःखमा तपाईको सान्त्वना भेटुन्। हामीलाई तिनीहरूको लागि आशिषको पात्र बनाइदिनुहोस्। हाम्रो राष्ट्र नेपालको लागि प्रार्थना। हे प्रभु, हामी हाम्रो राष्ट्र नेपाललाई तपाईको हातमा अर्पण गर्दछु। यो देश तपाईले बनाउनु भएको सुन्दर देश हो, तर यहाँका मानिसहरू दुःख, गरिबी, अन्याय र असुरक्षामा छन्। प्रभु, हाम्रो नेताहरूलाई तपाईको ज्ञान र विवेक दिनुहोस्। देशमा शान्ति, न्याय र धार्मिकता स्थापित होस्। हाम्रो भूमिमा आशीर्वाद होस्, ताकि नेपालका मानिसहरूले तपाईलाई चिन्न सकुन् र तपाईमा भरोसा गर्न सकुन्। हाम्रो चर्च र मण्डलीका लागि प्रार्थना। हे प्रभु, हामी हाम्रो चर्च र मण्डलीलाई तपाईको हातमा अर्पण गर्दछौँ। हामीलाई एकता, प्रेम र आत्मिक बुद्धि दिनुहोस्। फादर, गुरुआमा, सेवक, सेविका र अगुवाहरूलाई तपाईको आत्माद्वारा बलियो बनाइदिनुहोस्। प्रत्येक सदस्य तपाईको वचनमा स्थिर रहोस् र समाजमा उज्यालो नुन बन्न सकुन्। रोगी र बिरामीको लागि प्रार्थना। हे दयालु प्रभु, हामी हाम्रो बीचमा बिरामी र दुःखमा परेका दाजुभाइ दिदीबहिनीहरूको लागि प्रार्थना गर्दछौँ। हे प्रभु येशू, तपाईले क्रुसमा हाम्रो रोग बोक्नुभयो। हामी विश्वास गर्छौँ कि तपाईलाई भरोसा गर्दा निको हुन्छ। बिरामीहरूको शरीरमा तपाईको उपचारको शक्ति प्रकट होस्।
दुःखमा परेका हरेक जनाले तपाईको शान्ति अनुभव गर्न सकुन्। ऋणले थिचिएकाहरूको लागि प्रार्थना। हे प्रभु, हाम्रो समाजमा धेरै दाजुभाइ दिदीबहिनीहरू ऋणको बोझले थिचिएका छन्। हे प्रभु, तपाईले दया देखाउनुहोस्। तपाईले हाम्रो प्रदायक र आशीर्वादको स्रोत हुनुहुन्छ। उनीहरूको आर्थिक बोझ हल्का पारिदिनुहोस्। काम गर्ने अवसर, आशीर्वाद र व्यवस्थाको ज्ञान दिनुहोस्, ताकि उनीहरू ऋणमुक्त भएर तपाईमा प्रशंसा गर्न सकुन्। मेरो परिवार र व्यक्तिगत जीवनको लागि हे प्रभु, म र मेरो व्यक्तिगत जीवन, मेरो सम्पूर्ण परिवारलाई तपाईको हातमा अर्पण गर्दछु। मेरा कमजोरीहरूलाई तपाईले ढाकिदिनुहोस्। मलाई अनुशासनमा चल्न मद्दत गर्नुहोस्। मेरो परिवारमा आमा, दाजुभाइ, भाउजू मेलमिलाप, प्रेम र शान्ति रहोस्। हामी तपाईको वचनमा स्थिर रहन सकौं। प्रभु, हामीलाई सुरक्षा राख्नुहोस्। आत्मिक, शारीरिक र आर्थिक रूपमा हामीलाई बलियो बनाइदिनुहोस्। प्रभु, हे प्रभु, हाम्रो आत्मा तपाईको स्वामित्व हो। हामी तपाईको छवि र स्वरूपमा बनाएका छौं। हाम्रो आत्मालाई तपाईको वचनले ताजा पारिदिनुहोस्। हामीलाई प्रलोभन र अन्धकारबाट जोगाइदिनुहोस्। हामी सधैँ तपाईमा स्थिर रहन सकौं। समर्पण प्रार्थना। हे प्रभु, आज हामी हाम्रो जीवनलाई तपाईलाई पूर्ण समर्पण गर्दछौं। हामीले हाम्रो इच्छा, हाम्रो योजना र हाम्रो बाटो तपाईको हातमा राख्दछौं। तपाई नै हाम्रो प्रभु, तपाई नै हाम्रो मार्गदर्शन हुनुहुन्छ। हामीलाई तपाईको आत्माद्वारा चलाइदिनुहोस्। हाम्रो जीवन तपाईको महिमाको निम्ति प्रयोग होस्। यी सबै प्रार्थना हामी हाम्रो उद्धारकर्ता येशू ख्रीष्टको नाममा गर्दछौं। आमेन।